लेट्सी केटा हो होइन। अनि अहिले चाहिँ म चाहिँ रेडी भइसकेको अवस्थाले बजार निस्किनको लागि चाहिँ होइन। अनि कपाल चाहिँ अलिक कस्तो ठन्डै छ क्या यार, हेर्नु कस्तो हुन्छ कि कपाल यार, यस्तो छ कि मेरो कपाल नै होइन। सो केही छैन, अब तेल त के लाउनु, सिरम चाहिँ लाउनु पर्ला जस्तो छ होइन। अनि कन्डिसनर लगाएको क्या कपाल चाहिँ सिल्की भएको छ लेट्सी होइन। अब चाहिँ के हुन्छ बजार गएर के लिन्छ होइन, अब गएर हेर्न पर्ने हुन्छ। अहिलेको लागि चाहिँ मेरो ड्रेसअप भनेको यही हो, तल प्यान्ट लगाऊ अनि यहाँ माथि टी सर्ट लगाऊ। जुत्ता चाहिँ मेरो छँदै होइन कि, आएको छु जुत्तै छैन होइन। त्यहाँको चप्पल राख, यही प्यान्ट लगाएर नि यही चप्पल लगाएर जानु चाहिँ के गर्नु त नि होइन। जुत्ता गएर आज किन्छु, ट्राभिस स्कट किन्छु कि आज कुन किन्छु होइन। अनि लेट्स सी होइन कस्तो देख्दैछ कमेन्ट डाउन बिलो। सो होइन अब चाहिँ जानुपर्ने हुन्छ। लाग्छ कस्तो लाग्छ हाम्रो हिरोनी मम्मीलाई, कस्तो लाग्छ? एकदम राम्रो, पैसा छैन भयो सिङ्गार बोटल गर्दैछ गाइस, त्यो हुन्छ सर्भिसिङमा हाल्नु पर्ने फेरि, किनेको 2 वर्ष भइसक्यो त्यही पनि सर्भिसिङमा लगाउने यसलाई। हामीलाई गिटारको वास्ता हुन्न, मम्मी हो यहाँ गिटार राख्ने भनेको मिलाएर ऊ अब ब्यागमा थन्काइदिनु म। कतिचोटि थन्काएको छु, आमा कोठामा राखिदिएको फेरि निकाल्छु। हिजो लाइभमा सोमसरहरू आउनु भएको रहेछ, अनि त्यहीँ बसेर गीत गाइरहेको थिएँ। त्यो ओए नकिच्न। सो लेट्स सी अब चाहिँ निस्किन्छौँ, बाई गाइस। होइन अनि अहिले चाहिँ निस्केको अवस्था, अनि यता छ अनि हाम्रो दाइ, अनि यता मम्मी पैसा तानी भयो खाएको छ, कुटु खाइन्छ। अब मलाई त मोज छ के अरे, अब जुत्ता पाइने भएपछि त के खुसु अस्ति नै तहस महस भएको हाम्रो यो स्विजरल्यान्डमा भातमाटी नि है। स्विजरल्यान्डमा चाहिँ म जाम के मन बरु हजुर एकजनाको कहाँको भातमाटी लेट्सी यो चाहिँ हाम्रो भातमाटी नि भयो। एक दिन पहिला आएको यार यो भातमाटी नि भयो। सो लेट्सी केटा होइन। अनि अहिले चाहिँ खाजा खान आएको छौँ। अनि यताको हेर्नु नि माहौल टोको बाल छ कि होइन। माथि चाहिँ यता माथि नै रहेछ, अनि यहाँ हामी चाहिँ तल छौँ। सो यहाँबाट चाहिँ हाम्रो यता तल भयो होइन। अनि बससम्म चाहिँ सो खाजासाजा खाएर खानासाना खान्छौँ। अनि जान्छौँ यता खाजा सेट मगाएको छौँ के अरे, अब खाएर अनि सिक्नुपर्ने हुन्छ। बाइक आइज दाइ चाहिँ यही छ है। ओइ सो अलराइट होइन। अनि अहिले चाहिँ हामीले जुत्तै पाएको छैन कि, अनि राम्रो यस्तो अलिक खतरा जुत्ता हेरेको जुत्तै राम्रोसँग पाएको छैन। अनि लेट्स चेक इट आउट। यताको भ्यू दानाघाटको माहौल चाहिँ यस्तो छ, लेट्स चेक इट आउट। अनि अब हेरौँ अब के हुन्छ, घरै गइन्छ होला सायद, अब त किनिन्न होला यार। अलराइट केटा होइन। अनि अहिले चाहिँ हामी घर जान लाग्छौँ। अनि मम्मी र दाइ चाहिँ यता। कस्तो भयो आज बिहानबाट हिँड्दासम्म, कस्तो भयो बिहानबाट हिँड्दा? सो अब चाहिँ निस्किन्छौँ। गाडी अझै भर्ने जाने हो। बजारको माल चाहिँ यस्तै अब के भन्नु।
गइन्छ घर गएर अनि एकलिन सुत्न पर्ला मेरो जुत्ता नबार मेन त ट्राभिस स्कट खोजेको एउटा त्यो भरतपुर ओह्रालोमा ट्राभिस स्कट त रहेछ त्यो दिदीहरूले छैन भनेर लगाइदिएर ट्राभिस स्कटै किन्न पाएन ठिकै छ ए अफान सेतो मैले राखेको कि अब त्यही लाउनु पर्ला सो केटा होइन अलराइट अहिले चाहिँ हामी चाहिँ घर आएर नि बसिरहेको अवस्था अनि बाहिर चाहिँ पानी परिरहेको थियो कि होइन अनि त्यो भएको कारण केही गरेको छैन अनि अब चाहिँ मासु लिन जानुपर्ने जस्तो लागेको छ सो आजको लागि चाहिँ मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला इफ यु लाइक द भिडियो आई लाइक द भिडियो सी यु द नेक्स्ट भिडियो गाइज थ्याङ्क यू सो मच वाचिङ बाई